नमस्कार अल अफ यु। आज म घरमै अर्ग्यानिक मल झोल मल कसरी बनाउने भनेर हजुरहरूलाई देखाउन लागिरहेको छु। सर्वप्रथम मैले यसरी पिना पानीमा भिजाएर केही दिन राख्छु। जति धेरै दिन राख्यो त्यति नै मल बढी कडा हुन्छ। मेरो त यो 10-12 दिनको भयो। अनि यस्तो 10-12 दिन भयो मैले यसरी भिजाएर राखेको। अनि यसलाई मैले पानीमा हाल्छु हैन। पानीमा हालेर धेरै दिन भएको कारणले बट्टाबाट झर्न नि गाह्रो। यस्तो हेर्नु त ढुसी लागिसकेको छ। अनि यसरी पानीबाट मैले हालिसके पछाडि यसलाई मजासँग मल्छु हैन भाँडाले। यो जति यो डल्ला डल्ला छ नि त। अनि यसलाई फेट्नु पर्यो। मजासँग फेटेर अनि पातलो पातलो बनाउनु पर्छ। फेरि धेरै बाक्लो भयो भने कडा हुनसक्छ। त्यसैले यसलाई पातलो बनाएर अनि बिरुवामा हाल्नुपर्छ। मैले यो बाल्टिनभरिको पानी हालेँ। कस्तो नि 5 लिटरको बाल्टिन हो। त्यो भिजाएको मल 1 लिटरको भयो। 1 लिटरमा 5 मल त्यसरी मिलाउनु पर्छ क्या। अनि त्यस पछाडि 4 भाग 5 भाग पानी हाल्नुपर्छ। जति मल छ त्यसको 4-5 भाग पानी हालेर बल्ल बोटबिरुवा हालिदिनुपर्छ। मेरो यो भिन्डीहरू अनि यहाँनिर अदुवा पनि छ अनि यसलाई मैले 2 भाँडो हाल्छु। अब यो माछाको कार्टुन हो। अनि यसमा 2टा भिन्डीका बोट छन् अनि एउटा सिमीको बोट पनि छ के अरे अनि अदुवा छ त्यसरी। अनि यो चाहिँ घिरौँलाको फेदो हो। यसमा मैले 2-3 भाँडो पानी हाल्छु। अनि यो पनि फल्न छोडिसकेछ। अब फेरि मल पायो भने फेरि फल्न थाल्छ मुन्टा हाल्दै भन्दै। अनि मैले यसमा नि हालिदिएँ। अनि 2-3 भाँडो पानी सानो बट्टाबाट बोट अनुसार पानी मल दिनुपर्छ हैन। सानो सानो बोट छ भने थोरै हाल्नुपर्छ। ठुलो बोटलाई धेरै हाल्नु पर्यो। त्यसरी यहाँ अर्को कार्टुनमा यी सानो सानो बोट छन् अनि यसमा हालेँ। मैले यसरी फलफुल तरकारीका बोक्राहरू अनि यिनै झोल मोल बनाएर हाल्ने गर्छु हैन। बजारबाट पिना किनेर ल्याएर राख्छु। अनि बेला बेला भिजाउँदै 10-12-15 दिनमा यसरी झोलमोल दिने गर्छु। अनि मेरो अर्ग्यानिक तरकारीहरू तयार हुन्छ। यसरी यो जम्मै यो कालो देखिएको केराका बोक्राहरू तरकारीका बोक्राहरू हो। अनि मैले त्यहीँ हालिदिँदै गर्छु। अनि तल तलको कुहिँदै जान्छ माथि माथि छोपिँदै जान्छ हैन। यसरी मेरो कर्कलहरूमा पनि दिएँ मैले झलमल। यस्तो छ हैन मेरो अर्ग्यानिक तरकारी बनाउने तरिका। हेर्नुहोस् त कति राम्रो भिन्डीको फुल फुलेको गमक्क कति राम्रो छ हैन। अनि यता भिन्डी टुसुक्क फलेको छ। यसरी मैले मेरो कौसी खेतीमा रुफटप गार्डनमा अर्ग्यानिक मल बनाएर अर्ग्यानिक तरकारीहरू फलाएर आफ्नो सानो परिवारलाई सधैँ त पुग्दैन, कहिलेकाहीँ किन्नु पनि पर्छ। तैपनि धेरै जसो आफ्नै अर्ग्यानिक तरकारीबाट किचन चलेको हुन्छ हैन। अर्ग्यानिक खानुको स्वास्थ्यको लागि फाइदा धेरै छ। बजारमा किनेको विषादीयुक्त खादयुक्त हुन्छ हैन। मैले यसमा त्यस्तो खाद साद हालेको छैन। करेला पनि हेर्नु कति राम्रो फुल फुलेको है। यसरी मेरो मलहरू आफ्नै हुन्छ। अनि मैले खासै किनेर ल्याउँदिनँ मल केही गोबर सबर पनि कहिलेकाहीँ नजिकै यसो पाए ल्याउँछु। नभए यिनै झोल मल तरकारीका बोक्रा फलफुलका बोक्रा कुहाएर हाल्ने गर्छु। यसरी मैले आफ्नो घरमा साँझ बिहान फुर्सदको समय तरकारी फलाउने गर्छु हैन। आखिर मान्छे जति बसे पनि जति सुख काटे पनि त्यस्तै हो। आफूले सकेको मेहनत गर्ने अर्ग्यानिक जीवन बिताउन पनि पर्छ जस्तो लाग्छ मलाई। आफ्नो घरको काम सगर सक्ने जस्तो आफूले गर्ने हैन। यसरी मैले सिमी टिपेँ। आजको हाम्रो खानामा सिमी आलु पकाउनको लागि यसरी 2टा करेला पनि टिपेँ। हस् त धन्यवाद सबैलाई।